तलतिर सिटेबाको घर छ यसो दायाँ बायाँ हेरेर गरिरहेछु ल अब परपञ्चले भाग लाउँदाखेरि चाहिँ के भयो भनेदेखि नि कुरो यो सिन्के ढुक चाहिँ रनपालको भागमा पर्यो ल ए त्यत्रो सियो बोकेर आएर यहाँ काठ गोरुको छाला जस्तो भइरहेछ यो सिङ्गे धुप लगाएर चाहिँ के गर्नु हुँदैन मलाई लैजानु लैजा किन हुँदैन लैजानु ला लादिन म के लाग्छ नलगे भगवानले चढाइदिन्छ अब राजाने तेरो भागमा चाहिँ यो फुलपाती पर्यो मलाई कुट्न पाइँदैन मैले पहिल्यै भनिदिएको छु यो पाती लगाएर के म सब्जी पकाएर खानु कुट्दिन त अब यो पाती लगेर त सब्जी पकाउनु